सो हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ डे 10। डे 10 मा चाहिँ म आज कता गएँ भनेर देखाउन गइरहेको छु। म कता जाँदैछु, सबैले पुरा भिडियो हेरिदिनु होला। हामी चाहिँ घरबाट अलि टाढा जाँदै थियौँ, अटोमा बसेर जाँदै थियौँ म र मम्मी। हामी चाहिँ गइरहेको थियौँ बाटोमा। बाटो चाहिँ अलिक खराब छ हाम्रो यतातिरको, यसो ग्राइबल बाटो भएर होला। हामी चाहिँ चौनी नजिक पुगिसक्यौँ। चौनी नजिक गइसकेपछि हाम्रो यो चौनी बजार जाने बाटो चाहिँ अलि राम्रो भएर मात्र हो, अलि ऊ देखिएर राम्रो देखिन्छ। यो चाहिँ हाम्रो चौनी बजार। हामी अब लाग्यौँ हाम्रो यो निकुञ्जतिर, शुक्लफाटा राष्ट्रिय निकुञ्जतिर। हामी चाहिँ यो चाहिँ हाम्रो यो कालीकिज टोल भन्ने ठाउँ, कालीकिज टोल, यो चाहिँ मैले देखाइरहेको कालीकिज टोल हो है। हामी चाहिँ कालीकिज टोल भएर क्याम्प, हाम्रो बेलडाँडीको प्रवेशद्वार भन्ने प्रवेशद्वारनिर नजिक पुगेर चाहिँ पुगिसक्यौँ। यही हो हाम्रो बेलडाँडीको प्रवेशद्वार। यो चाहिँ त्यो के भन्छन्, त्यो घडी, क्लक टावर। हामी चाहिँ आफ्नो राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरिसकेका छौँ। अब पुरै भिडियो हेरिदिनु होला। राष्ट्रिय निकुञ्जभित्र चाहिँ हाम्रो चाहिँ ऊ त्यो बाहिर सफा नभए नि हाम्रो निकुञ्जभित्र चाहिँ सफा र शुद्ध छ। हाम्रो चाहिँ यो झाडले गर्दा चाहिँ केही देखिन्न। मैले चाहिँ ऊ त्यहाँनिर त्यो के भन्छ मयूर थियो, मयूर देखेँ, तर भिडियोमा चाहिँ आएन मयूर। हाम्रो चाहिँ अटो ड्राइभर पुसाई राजा। यो झाडले गर्दा चाहिँ जङ्गली जनावर आउने सम्भावना धेरै हुन्छ। बाटोमा हिँड्दा नि जनावरले झम्टिन सक्छ, तर यो झाड सफा भयो भने यताउता गर्ने जनावरहरू पनि देखिन सक्छन् होइन। हामी चाहिँ अटोमा गइरहेको थियौँ मजाले। निकुञ्जभित्रको भ्यू हेरिदिनु होला हजुरहरूले होइन। हामी बसेको अटो चाहिँ इभी हो। इभीमा हाम्रो यो कतिजना भन्दाखेरि 6 जना, ड्राइभर लगाएर 7 जना जान मिल्ने रहेछ। हाम्रो त्यो पेट्रोलवालामा जानु चाहिँ मिल्ने रहन्छ। पेट्रोलवालामा 3, 4 ड्राइभर मिलाएर 5 जना मात्रै रहेछ। ड्राइभर लगाएर 5 भनेपछि 4 चाहिँ पछाडि, ड्राइभर अगाडि ड्राइभिङ सिटमा। पुरै बाटो अगाडि झाड भएर हो, भित्र नदेखिन लाग्यो। निकुञ्ज चाहिँ धेरै लामो भएर होला, भिडियो चाहिँ अलि लामो हुन्छ। सबैले पुरा भिडियो हेरेर साथ र सपोर्ट गर्नु होला। भिडियो राम्रो लाग्यो भने फलो पनि गरिदिनु होला। हाम्रो चाहिँ निकुञ्जभित्रको पुल अमौखिया के पुल हो। हाम्रो त्यो निकुञ्जभित्र बनेको अमौखिया पुल भन्ने त्यहाँ छ। अनि म र मम्मी भएर जाँदै थियौँ।
मलाई चाहिँ भिडियो बनाउँदा बोल्दा राम्रो लाग्दैन, किन हो खै। भिडियो बनाएर बोल्दाखेरि आफ्नो स्वरै कस्तो लाग्छ के, नराम्रो लाग्छ। बादलको भ्यू चाहिँ दामी थियो त्यति बेला। मसँग अब एन्ड्रोइड भएर हो राम्रो भ्यू नआएको, आइफोन भयो भए दामी भ्यू आउँथ्यो होला। सो हामी चाहिँ दैजी पुगिसक्यो। चेकपोस्टमा चाहिँ त्यो भाइ मोबाइल राख भनेर मात्र हो, नत्र चेकपोस्टको पनि बनाउनु लाएको थिएँ, तर उहाँ आर्मी सरहरूले नबनाऊ भाइ भन्नुभयो। त्यो भएर मैले फेरि अगाडि दैजी पुग्ने बेला मात्र बनाएँ। म चाहिँ दैजी सामा दैजी भन्ने ठाउँ पुगेँ। अटो चेन्ज गरेर चाहिँ हामी अर्को बाटो लाग्यौँ। बाटो चाहिँ यता नि खराब रहेछ, हाम्रो आधा पिच आधा ग्राइबल भएर रहेछ कि यहाँ बाटो। हाम्रो त ग्राइबल मात्र छ, अनि त्यहाँ चाहिँ अलिक खराब बाटो रहेछ। अलि राम्रो बाटो आयो, अनि झन्डै मोबाइल झरेन मेरो चाहिँ हातदेखि। हामी चाहिँ कहाँ जान लाग्छौँ भनेर हेर्न सक्नुहुन्छ, बाटोमा बाँधेर हिँडिरहेछन्। हामी चाहिँ दैजी माता रानीकोमा जाँदै थियौँ। त्यहाँ चाहिँ केही काम थियो, त्यहाँ हेराइसकेपछि हामी चाहिँ घर आयौँ। घर आउँदाखेरि हामीले चाहिँ आफ्नो दाइको अटोमा आयौँ। दाइ, म र मम्मी मात्र थियौँ। सो हामी चाहिँ आफ्नो गाउँ पुगिसक्यौँ। यो चाहिँ हाम्रो गाउँको नमस्तेको टावर। नमस्ते। सो यो चाहिँ हाम्रो हामी अब यो बाटोदेखि लगातार हाम्रो घरसम्म पिच मात्रै छ, बिग्रिया बाटो छैन हाम्रो त्यतातिर अहिले। चाहिँ जाँदै थियौँ। राम्रो लागिरहेको थियो। राम्रो भन्ने चिज के हो खै।